कोनिचिवा हामी M5 को लेसन 1 को ग्रामरहरु सिकिरहेका छौं। यो भन्दा अघिल्लो भिडियोहरुमा मैले 1 2 3 नम्बरको ग्रामरहरु सिकाइसके र अब 4 र 5 नम्बरको पालो। 4 नम्बरमा रहेको छ नो पार्टिकल। नो पार्टिकलको अर्थ को भन्ने बुझिन्छ। नो को अर्थ को भन्ने बुझिन्छ। जस्तै वातासी वा I am see no seeing this। वातासी वा I am see no seeing this। म चाहिँ I am see को कर्मचारी हो। नो को अर्थ को। वातासी वा I am see no seeing this। म चाहिँ I am see को कर्मचारी हो। जस्तै अब अर्को रहेको छ 5 नम्बरमा मो पार्टिकल। मो पार्टिकलको अर्थ पनि पनि भन्ने बुझाउँछ। यसको अर्थ पनि हो। मो भनेको पनि हो भनेर बुझाउँदा यसको एक्जाम्पल रहेको छ वातासी वा गाकु सेइदेस। वातासी वा गाकु सेइदेस। मिरा सान मो गाकु सेइदेस। म विद्यार्थी हो, मिराजी पनि विद्यार्थी हो। जस्तो दुईटा कुराहरु हामी सँगै भन्दाखेरि दुईटा सेम प्रकारको कुराहरु भन्दाखेरि चाहिँ पनिको जसरी जोड्छौं नेपालीमा त्यसरी जापानिजमा पनि लगाउनको लागि मोको युज गर्नुपर्छ। मोको अर्थ पनि भन्ने बुझिन्छ।